आज यहाँनिर एक्सिडेन्ट भएको अवस्था देखिन्छ। यहाँ देख्दै हुनुहुन्छ एउटा तमायाङ भन्ने स्टोर भित्र एउटा गाडी पर्दा धेरै नै क्षति पुर्याएको देखिन्थ्यो। यो चाहिँ ठ्याक्कै 13 स्ट्रिटको बाटोमा हो, लेक ब्रिज भित्र पर्छ। घुम्दै जाँदाखेरि मैले देखेँ र अनि मैले भिडियो बनाएर पोस्ट गर्दैछु। यहाँ देख्नुहुन्छ सिसा फुटाएर भित्र गाडी पसेको थियो अरे भन्ने चाहिँ अब त्यहाँ देख्नेले भनेको थियो। गाडी अघि नै टो गरेको अवस्था र यस्तो छ है, धेरै नै क्षति पुर्याएको छ। यो गाडी कुदाउने चाहिँ लर्नर लाइसेन्स भएको भन्ने आएको छ। सिकाउरेले हानेको हो।